हाई हेलो नमस्ते हजुरहरूलाई कस्तो छ है। मलाई चाहिँ आज एकदमै गुड फ्राइडे लागिरहेको छ। आज चाहिँ मैले राइड गरिनँ किनभने राइड गर्दा 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 वाक्क दिक्क भएर अब कहिलेकाहीँ चाहिँ यसो माइन्ड पनि फ्रेस बनाउन न त भन्ने हिसाबले चाहिँ हामीले यो लेडी राइडर ग्रुपबाट चाहिँ एउटा प्रोग्राम राखेको हो। अब यो प्रोग्राम चाहिँ कस्तो थियो भने पिकनिक जाने भनेर चाहिँ 3-4 महिना अगाडिदेखिको डिस्कस भएकै अब त्यो मिलेन किनभने सबैको अब मिल्दैन नि त। सबैको आफ्नो टाइम हुन्छ, आफ्नो समस्या हुन्छ। त्यही भएर चाहिँ अब त्यो नमिलेको हिसाबले चाहिँ अब वान नाइट चाहिँ यसो बाहिरतिर रमाइलो गरौँ न त भनेर हाम्रो ग्रुपबाट चाहिँ हामी जाँदैछौँ र आजको यो प्रोग्राम चाहिँ कस्तो हुन्छ हजुरहरूलाई देखाउने नै छु है त। तिम्रो 4 बज्दैछ आफै ढिला आउने। म त अघि आएको सबैभन्दा फर्स्टमा आएको खोइ त हो। ए उयो खोइ साँच्ची म त के हो 4-9 बजेको मान्छेहरू आइपुगेछ त बल्ल। सम्झना दिदी 4 बजेको छैन होइन? 4 बजेको छैन नि त? ल ठिक छ रातै पारे नि त। बाटै हो नि त आज त बाटै हो। बाटै हो हाम्रो बाटै हो। बाटै हाम्रो छ आज। बाटै आज हाम्रो छ है। हामी तलदेखि किन ट्रक तेर्छाको यहाँ आज हामीलाई बाटो छोडिदिन्छ छोडेर। हजुर ग्याङै हो नि हो सबै अगाडिदेखि पछाडिसम्म। ह्याप्पी फ्राइडे गुड फ्राइडे। अरे स्कुटरको माझ के हो चल्टिने के हो 4 बजेको छैन। ए रोक्न पाइँदैन है हानिदिन्छ है म हानिदिन्छु। रोक्न पाइँदैन है छिटो आउने। रोक्न पाइन्छ है म त हानिदिइहाल्ने हो। खाल्टा खाल्टा मेरो दिदी के हो छिटो हिँड्नु पर्यो छिटो यहाँनिर। म यहाँ पछाडिबाट भिडियो गर्छु राति नै भए पनि। दिनमा भए खतरा आउँथ्यो भिडियो। यो रिस उठ्ने मलाई त रिस उठिरहेको भने छिटो छिटो हानिदिन्छ है म त हानिदिन्छु। ए कहाँ हो यो के गरेको के भयो फेरि यता हेत्तेरिका कता हो यता होइन? हेर रातभरि हिँडे रिस उठ्ने। यहाँ मेरो भिडियो नै राम्रो भएन यो राति भएर। चलो
कहाँ यहीँ राख्ने हो र? ए आउनु आउनु माथितिर तरिका चल्दिने हो के तलतिर राख्नु हो माथि हुँदा हुँदै ह्याप्पी हिल ल ल ल आइपुगेछ ह्याप्पी हिल रिसोर्ट ल है गाइजहरू आइपुग्यो तर मलाई रिस उठ्यो रिस उठ्ने दिउँसो हुनुपर्ने ल आजको हाम्रो गुड फ्राइडेका घर चाहिँ यही हो है ल यतै यस मेरो रुम म पनि आउँछु ल ल तिमीसँग तिमी र म बसौँ है ओके मेरो तिमी फेरि कोसँग हिँडिन्छ क्या हिँड्दिन मलाई देखाउन राम्री तारालाई कस्तो तारा मात्रै तारा है श्रद्धाको राइडर साथी मेरो फेभरेट मेरो फेभरेट रे अच्छा ल हाय हाय देश खायो सबै थोक चाहिँ बनाऊ बा यो इनड्राइभरमा याङ्गोमा यति कमाउँछ उति कमाउँछ भनेर चाहिँ नबनाऊ है देश खाइसी बनाउँछु सबलाई बोलाउँछु 5,000 कमाउँछु मैले त यिनले 10,000 कहिले 5,000 कमाउँछ अनि त्यसपछि भ्लग बनाउँछ अनि 10 दिन सुत्छि 10,000 कमाउने यता छिन् 10,000 तिमी कति कमाउँछौ मेरो प्यारी म त 2,000 हो नि यार 10,000 म त आज पनि 4,000 कमाएर आएको यस्ता छ हेर न है कति राइड हान्नु भयो र म्याम आज मैले आज 25 26 के भन्दा किन खोजेको यहाँ भ्लगमा आउनलाई फेरि यस्तो छ है यो त सम्झना दिदी त हजुर यता हो म त यही सुत्छु होला के थाहा म चाहिँ यहाँ हो है मलाई तारा उतापट्टि सुत्छु त्यसो भए हो र म यता सुत्छु अब पुतली फेरि अहिले कोसँग हिँडिदिन्छ थाहै हुँदैन म तिमीसँग सुत्छु के म समात्छु नि यसलाई के अरे खोइ फन बनाऊँ न कसरी गोब्रो समाउनु नि डर हुन्छ कस्तो भने उतार चढाउ उसको आयो ठीक छ आफूलाई चाहिँ हैन जति तपाईहरु आफूलाई भाग्यमानी सोच्नुस् किन सोच्नुस् भने गर्ने खाने हात खुट्टा सधैँ छ हेर्ने संसार हेर्ने आँखा जस्ताको तस्तै छ यति जस्तो भाग्यमानी एउटा स्वस्थ तन्दुरुस्त मान्छेको भाग्यमानी यो संसारमा कोही पनि छैन हामी एकछिन आँखा धमिलो देख्दा त यति तनाव हुन्छ हामीलाई भने त्यो जिन्दगीभरि संसार देख्न नसक्ने मान्छेलाई कति पीडा हुन्छ त्यसलाई हेर्ने हो हामीलाई एकैछिन हिँड्न नपाउँदाखेरि म के गर्थेँ ला मेरो खुट्टा भाँचे हात भाँचे भयो नि म बरु सबै ठाउँमा हिँडेर पुग्थेँ जस्तो हुन्थ्यो अनि फेरि कहिले के फिल हुन्थ्यो मेरो त 3 महिनापछि बिसो हुँदैछ नि जिन्दगी बिसो नहुनेले कसरी चाहिँ संसार घुम्छ होला त्यो सोच्थेँ एकदमै कमजोरलाई हेर्ने हो आफूभन्दा एकदमै कमजोरलाई हेर्ने हो खाएपछि त उही रहेछ हामी त के छ र संसारमा हामी जति भाग्यमान त कोही छैन दुखम सुखम त जिन्दगीमा आउँछ नि जिन्दगी भनेको त यही त्यो जिन्दगी जसले सुख पाएको होस् के मिठो हुन्छ त्यो जिन्दगी जसले दुखै दुख भएको मिठो जिन्दगी बाँचिरहन्छ यति मिठो जिन्दगी पल पल छोरी मान्छे भनेको है छोरी मान्छे भनेको तपाईको घरमा बाङ बुङ तपाईको बुढासँग छोराछोरीसँग झगडा पर्यो भने बाहिर निस्किँदाखेरि किच्चा हान्न सक्ने शक्ति भएको ओ यो चाहिँ सही हो यो कुरा त सही हो यतिको उ चाहिँ हिम्मत चाहिँ राख्नुपर्छ है सकी छैन छोरी मान्छे छोरा मान्छे बराबरी भन्छ नि तर हुँदैन के त्यो वास्तवमा हुँदैन पीडा छ भने पनि बाहिर संसार हँसाउन सक्ने क्षमता हाँस्न सक्ने क्षमता छ एकदमै हुन्छ यदि त्यो छ भने त्यो नारी
बढी हो हो छैन सही र हो तपाईँ घरमा तपाईँको श्रीमानसँग सधैँभरि राम्रै भएर निस्किराख्नु भएको छ त अनि तलबाट ऊ त्यो आमा उहाँ दाइसँग डिस्कस पर्छ निस्किनुहुन्छ तल आएछ बोल्नुपछि हे हो र भाइ बस्नु भाइ भन्दै बस्नु पर्यो हजुर हजुर होइन के संसारमा जस्तो सुकै अनि घरि चिच्याएर थाहै छैन अनि कति र कहिलेसम्म देख्नमा रमझम खुसियाली छ तर यथार्थ अर्कै देखिने जस्तो त्यसको ठ्याक्कै विपरीत हुन पनि समय अनि जिन्दगी सधैँ एकनास कहाँ रहन्छ र फुलेको अनि खुलेको मन पराउने यो दुनियाँले गुम्सिएको अनि ओइलाएकोलाई नजरअन्दाज गरेन भनेर के गुनासो गर्नु गुनासै राख्दिनँ आफ्नै मन त कहिलेकाहीँ तछाड मछाड गर्दै जुधिरहेको हुन्छ कुनै दोस्रोको बारेमा गहिरो सोच राखेर आफूलाई पुनः भाँच्न चाहन्न यति लेखेर राखेरै छु मैले कहिलेदेखि थाहा छैन पठाउनु भएको छ ग्रुपमा छैन होइन ठिक छ होइन म चाहिँ कसरी यसो रमाइलो गर्न आइसकेपछि जसरी मैले उदाहरण भाइ त देख्दै हुँदैन कसरी बाल्ने केटीहरूले देख्दै भएको छैन त के हो भाइ लभर भयो के हो कस्तो लाज लाग्यो आन्टी लभर हुन्थ्यो भाइ लभर भाइ लभर नहौ है लागेछ आन्टी लभर होइन तिमी आगो बाल्दिन आन्टी भाइहरूलाई गाह्रो नपरौँ है जाडो भयो क्यामेरा सुरक्षित छ नि जान चाहिँ त्यहाँ है अनि मेरो दिदी यहाँ राईको इज्जत थामु है राईहरू कतिजना लडाइदिएको क्यामेराहरू तिमीले लगेको त मेरो ल सोध त ओइ राईको इज्जत थामु है दिन्छु के भयो राई नि भएर के हो लड्ने अहिले फेरि छैन कति डाँडै माथि काटे छ नि ठुलो हावा सरर लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया हुँदैन जरा जता छ निर्माया हुँदैन जरा हाम्रो एउटै हो समाज माया तर म गलेको कहिले सम्झिन्छ आमालाई सम्झिने हो कि आमाको सम्झनामा तपाईँको त्यो म चाहिँ साँच्चै यो सम्झना दिदी यो हामीमा यो एउटा चाहिँ अघि यहाँ सुनाइसकेँ होइन यो हामीमा सबैमा लागु हुने चिज सबैमा छ है जिन्दगी गुनासै गुनासोको पहाड बिच सुसाइरहेछ घरि मधुर अनि घरि चिच्याएर थाहा छैन कहिले अनि किन अनि कहिलेसम्म किन अनि कहिलेसम्म देख्नमा रमझम अनि खुसियाली तर यथार्थ अर्कै देखिने जस्तो ठ्याक्कै विपरीत ठ्याक्कै विपरीत हुन पनि समय अनि जिन्दगी सधैँ एकनाथ फेरि गर्छ है दिदी उता तान्नु अनि खुलेको मन पराउने यो दुनियाँले गुम्सिएको अनि ओइलाएकोलाई नजरअन्दाज गरेन भनेर पनि के गुनासो गर्नु कहिलेकाहीँ छाड मछाड गर्दै जुधिरहेको हुन्छ कुनै दोस्रोको बारेमा गहिरो सोच राखेर आफूलाई पुनः गलाउन चाहन्न म कुरा साथीहरू मेरो अर्को मोबाइलमा धेरै थियो लेखेको चिजहरू
मैले हैन कसमले म्याम तपाईले हैन पिकनिक भयो भने तपाईलाई यस्तो वर्ड्स के भन्नु भनेको थिएँ मैले हैन तर त्यो सम्भव भएन हैन अनि ठिक छ के रमाइलो भएन र बब्बल सोचेको नि लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर छिटो छिटो निकालौ न डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर लाइरा छ रमाइलो आजको रमाइलो लाइरा छ हावा सरर लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर डाँडै माथि सानो छ घर सुख दुःख बिताउला हाँसेर हावा सरर लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर सानो छ घर सुख दुःख बिताउला हाँसेर हावा सरर लम्चुङे डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर सम्झनामै आउँछ छैन मेरो नि छैन भन्दैन खोटाङ जिल्ला दिक्तेल बजार लाई सम्झनामा आउँछौ हजार मेरो नि छैन मेरो नि छैन भन्दैन खोटाङ जिल्ला दिक्तेल बजार सम्झनामा आउँछौ हजार जिउनीको एकै छ लाई लुकेर पिउनीको यस्तो छ जिउनीको दिदी बहिनी दिदी बहिनी गाकेर खोटाङ जिल्ला दिक्तेल बजार लाई सम्झनामा आउँछ यता आउनु न तपाईँ यता आउनु न चिसो लागे आगोले सागाउँछ आगोले सेकिन्छ देखिन्छ खोटाङ जिल्ला दिक्तेल बजार लाई सम्झनामा आउँछ सेकिन्छ नपुग्ने लाई देखिन्छ
आउँछौ सेक्वा हुन्छ आगो लै सम्झनामा पुरा मनभित्र गडेछ सासलाई देखो लै दिमागमै चढे दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार दोहोऱ्याएर भन्नु पर्यो नि त गाली पो गर्नु भनेको गाड्ने चिज गाडेर गाड्ने चिज गाडेरै सम्झना म्याम नभन्नु त्यसरी नभन्नु त्यसरी मेरो मनलाई दुख्छ नि बेसरी खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार नभन्नु त्यसरी बाहुनीहरूलाई के विधि यसरी खोटाङ जिल्ला दिक्तेल बजार म त मरे तातो भयो कल्पना दिदी आकाशमा उडेको कल्ले हो तिम्रो मन त लै दुखाको झोले हो ओके यो गीतमा तपाईहरु सबै यसरी पालो उतै नाच्नु यो एउटा मेमोरीको लागि नाटक बढी भएन राइनीको ओ राइनी राइनीको इज्जत राख्यो इज्जत राख्यो है राइनी इज्जत राख्यो राइनी इज्जत राख्यो दूसरों की बात की एक लेकिन मुझको तुम माथा टेक अगर मैं कहते हैं किसको तो मुझको कर लाल ड्रेस में तिमी नखाऊ अहिले एकछिन पकाऊ टोकेको मासु हो खाने मैले टोकेको मासु खाएँ यहाँ हालिदिनु
हो के यो चाहिँ हो त्यो अर्को अनि त्यो अर्को इन्द्र म्याम यहाँ पिरो बनाइसके अचार पिरो खा अचार 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 पिरो हाम्रो खै म्युजिक म्युजिक पाकेको हुन्छ हो पाकेको छ मज्जाले लिस्यो म त भ्लगरै हुने भए यार मैले एउटा खाँदै खाँदै एउटा बहुत पाकेको के पाकेको हाल्नु यहाँ भएको मात्रै खान मन लाग्छ के ल्याउ त्यसो राजा म बनाइदिन्छु उयो 3 पिस वाला बनाइदिनु मलाई एउटा कुन चाहिँ 3 पिस पाकेको यहाँ खाऊ ओइ चिकन मलाई नमिसाउनु चिकन र पोर्क छुट्टै छुट्टै हो क्या त्यस्तो नगर्दिउँ न यार पाकेकोलाई नमिसाउनु यहाँ हाल भनेको थियो यहाँ हाल हाल यहाँ हाल यहाँ हाल तपाईँ समात्नु न म्याम यिनीहरूले खाएकोले केही ध्यान पाउँदैन के तपाईँले गर्नु न अब कहीँ हुने हो खोइ यो देउता तपाईँ गर्नु यहाँ म्यामले गर्नुहुन्छ अरे खानु हो खाऊ न खाऊ खान्छु ल कस्तो भयो पाके दिदियो हजुरले खान्छु मिठो छ मलाई राइनलाई किन चिकन दिएको चिकन हो त्यो चिकन हो र यो हेर्नु त चिकन रहेछ नि खानु न त खानु हाम्रो लागि छ रात हाम्रो हो फेरि चाहिँ गरेर खाना खाएर आइदिन्छ सम्झना म्याम तपाईँसित खाएर मात्रै एउटा प्रश्न हामी खाना खाएर आएर मात्र होइन त सबै मलाई देऊ होइन म सबैलाई गर्दै एउटै हो केही सबैजना म माइन्ड पनि गर्नु मैले बोकिसकेँ कि खाना खाना तयारी अब खाना खाना जाँदैछौँ सबैजना फेरि वान्स मोर फेरि कति च्यालेन्ज हो यार म सक्दैन यार उता उता मेरो साथीहरू कति च्यालेन्ज यार सुई पार्नु जाम जाम सकेन अब त खाना खाना अब खाना बिर्सिने हाम्रो साथीहरू हो हाम्रो खाना जति खान्छ त्यति किन रिसाएर हेरेको
सीधा राखिदिनुस् सीधा बसेर खाइसु मेरो पनि तारा म्याम यो को हो त ए फोटो खिच्नु न यहाँ भिडियो भइरह मेरो मोबाइलबाट बच्चा हो जिन्दगीमा कति चाहिँ दुःख गर्ने त होइन गर्ने त्यो दुःख गरेको कुरा नसुनाउनु न आजको दिन चाहिँ उसले दुःख गरेको छैन 12 बजी भेला भएर रुखको दिन पनि रातिको 12 बजे बिहान मर्निङ टाइममा भनौँ न होइन भेला भएर रुखको दिन पनि सक्दैन तर होइन दुःख गर्ने मान्छे चाहिँ मलाई एकदमै माया लाग्छ एउटा कुरा मलाई यस्तो खुसी लाग्यो ल सबै रेडी तिमी पनि रेडी हो ल गुड मर्निङ है गुड मर्निङ भन्ने आया सबैजना रेडी भइसकेछ अब पनि रेडी हुनु पर्यो हेर्नु त कस्तो राम्रो आएको छ हेर्नु न छिटो ओहो अनि ल है के भन्नुपर्छ रे आया ल हाम्रो चाहिँ ब्रेकफास्ट नै ल ल मलाई मिल्क ऊ कफी ल्याइदिन्छ ल दिन्छु दिन्छु अहिले जानु खान्छ आइज ग्रुप सबै आएन केटीहरू त होला हाम्रो चाहिँ मर्निङ ब्रेकफास्ट हुँदैछ ह्याप्पी हिल रिजोर्टमा हजुर ए छैन ल यहाँ चाहिँ भट्टाभट हाम्रो ह्याप्पी हिल रिजोर्टको चाहिँ हाम्रो मर्निङ ब्रेकफास्ट है दनादन
त्यो बुफेटको खिच्नै बिर्सेछु बुफेट के अरे जङ्गलमा गरौँ आँखाले मेरो 15 मिनट बार्ता हुन्छ कुन गीतमा नाचे हो तपाईँ नाच्न समुराईको म सुनेकै छैन जङ्गलमा फेरि हामी दुईजनाको मोबाइल जङ्गलमा त्यो आ गरेको बेला म खिच्छु भनेको खतरा छ नि गीत त मेरो यो पनि ड्राफ्टमै राख्छु अर्को रेडी है विमल म्याम ल डान्स पनि गर्ने डान्स गर्ने हो मोबाइल हामी दुईजना अरूलाई त ब्लुटुथले काम दिँदैन भाइ चियर ल्याइदिनु त अर्को पनि यस्तो अर्को चियर यस्तो ल्याइदिनु त बस्नु ल्याइदिनु के छैन अन्त मेरो फुल मेरो छोरी ल्याउँदैछ तिमीलाई नदेख्दा